काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भागमा अवस्थित ऐतिहासिक चोभार क्षेत्र धार्मिक, प्राकृतिक र पौराणिक महत्त्वले भरिपूर्ण स्थान हो। चोभार डाँडाको काखमा अवस्थित जलविनायक गणेश मन्दिर अष्टविनायकहरूमध्ये जलतत्त्वसँग प्रत्यक्ष रूपमा जोडिएको अद्वितीय गणेश पीठ हो। जलविनायकलाई जलको अधिष्ठाता गणेशका रूपमा पुजिन्छ। यहाँको जल केवल भौतिक तत्त्व मात्र होइन, जीवन, शुद्धता र सन्तुलनको प्रतीक मानिन्छ। जनविश्वास अनुसार जलविनायक गणेशले जीवनका अवरोधहरू हटाइदिने, नकारात्मक ऊर्जालाई शान्त पार्ने र रोकिएका मार्गहरू खोलिदिने शक्ति प्रदान गर्नुहुन्छ। अष्टविनायक परम्परामा जलविनायकले उपत्यकाको दक्षिण पश्चिम दिशाको रक्षा गर्ने गणेशको स्थान पाएका छन्। यसकारण जलविनायकलाई काठमाडौँ उपत्यकाको प्राकृतिक र आध्यात्मिक सन्तुलन कायम राख्ने शक्ति केन्द्रका रूपमा लिइन्छ। चोभारसँग जोडिएका प्रसिद्ध किंवदन्ती अनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका विशाल ताल थियो। बोधिसत्व मञ्जुश्रीले चोभार डाँडा काटेर पानीको निकास गराएपछि मात्र यहाँ मानव बसोबास सम्भव भएको मानिन्छ। यही जल निकास नजिकै अवस्थित जलविनायक गणेशलाई पानीको प्रवाह सुरक्षित राख्ने र प्राकृतिक विपत्ति टार्ने देवताका रूपमा आराधना गरिन थालियो। लिच्छवी तथा मल्लकालदेखि नै यहाँ विशेष पूजा, जलाभिषेक र भाकल गर्ने परम्परा चल्दै आएको विश्वास छ। प्राकृतिक शिलामा अवस्थित स्वयम्भू जलविनायक मूर्ति साधारण देखिए पनि अत्यन्तै शक्तिशाली मानिन्छ। चोभारको शान्त वातावरण, बगिरहेको पानीको ध्वनि र प्राकृतिक सौन्दर्यले यहाँ आउने भक्तजनलाई गहिरो आध्यात्मिक अनुभूति गराउँछ। यसरी जलविनायक गणेश केवल एक मन्दिर मात्र नभई काठमाडौँ उपत्यकाको अस्तित्व, जल व्यवस्थापन र आध्यात्मिक सन्तुलनसँग जोडिएको दिव्य प्रतीक हुन्। यही कारण आज पनि भक्तजनहरू गहिरो श्रद्धा र विश्वासका साथ जलविनायकको पूरा आराधना गर्दै आएका छन्।